सब गाइजहरू फेरि म यसो एकछिनमा भिडियो ल्याएर तपाईँहरू पनि सन्चै हुन्छ म पनि एकदमै सन्चै छु। अनि अबदेखि चाहिँ तपाईँहरूमा पनि दसैँ लाग्नु थालिसक्यो होला। भनेर चाहिँ सुँगुर पनि काटिसक्नु हो होइन, आज काटेको। अनि मासु चाहिँ कहाँ छ भने पक्नै थियो, पक्नै मासु। मामु 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 मासु गएको छ भन्नु न। मासु टिफिनमै छ। ए टिफिनमा छ। रक्ती लाग्यो त तिमी खाँदैनौ नि। रक्ती लाग्यो। मेरो लुगा चाहिँ यस्तो बवाल छ नि गाइस, यहाँ छ टिफिन यहाँ छ। ला जाडो मन्तर भन्छ यार गाइस। गाइस मेरो लुगा पक्नै म देखाउँछु तपाईँलाई, पक्नै म देखाउँछु भाइ। अनि गाइस भिडियो चाहिँ लामो हुन्छ होला नि, हेर्नु न भाइ खाएको मैले खाएको काले गाइस। अनि म चाहिँ मेरो लुगा चाहिँ यही हो होइन, म भरे देखाउँछु तपाईँलाई। म क्लिप हालिदिन्छु। अनि बाइकमा चाहिँ यहाँ बिर्ताबाट पनि म चार पानी छु। अब म घरमा हाल्छु होइन, घरमा चाहिँ मैले फोटोहरू खिचेको छु लुगाहरू, त्यो भिडियो हालिदिन्छु। अनि गाइस देउसी खेलेको भ्लग आउँछ कि आउँदैन आउँछ कि मलाई त्यो चाहिँ टेन्सन भइरहेछ है गाइस। फेरि मेरो आफ्नो फोन होइन यो, मम्मीको त्यो पनि पानी पसाइदिइहाल्यो। पानी पसाएर अब पानीहरू हुन्छ नि सफा गरिसकेँ गाइस। ल गाइस अब म दसैँको टिकामा भेट्छु है त गाइस। टिका आज कति गते हो भने असोज 14 गते, भोलि असोज 14, भोलि 15, भोलि चाहिँ नाना पनि आउनुहुन्छ है मेरो, साइसे दिदी आउनुहुन्छ। अनि 15 अनि 16 गते टिका, त्यतिखेर भेट्छु। म भोलिको भ्लगमा पनि हाल्छु, पर्सिको पनि हाल्छु, अनि पर्सिको पनि हाल्छु। दसैँ नै दसैँ। अनि तिहारको पनि है त हाल्छु है त गाइस। बाई बाई, सी यू टुमोरो, बाई बाई। म चाहिँ भर्खर उठेको हेर्न सक्नुहुन्छ। म भर्खर उठेको भन्दा पनि अहिले भर्खरै उठेको अनि मुखसुख सब धोएर आज चाहिँ के हो टिका हो होइन, टिका हो गाइस। अनि आज चाहिँ हेर्न सक्नुहुन्छ एकदम चटक चिटिक छ। मेरो कोठा चाहिँ छैन, चटक चिटिक नै छैन। अब सुन्नुहुन्छ म अहिले नै उठेको, अनि फ्रेस भएँ। पछि मिलाउँछ, अब पछि मिलाउँछु। अनि भएर टिका छ, म पछि मिलाउँछु। कस्तो थियो अहिले कस्तो भयो, अघि कस्तो थियो अहिले कस्तो भयो, अहिले कस्तो छ।
कस्तो भयो गाइस कस्तो भयो मेरो रुम यहाँबाट चाहिँ मैले यो छान्न सक्छु क्या गाइस अब म डाइरेक्ट टिका भएको दिन टिका लगाएको भिडियो सहित मलाई भेट्नुपर्छ गाइस सी यू टुमरो सी यू नेक्स्ट भिडियो गाइस हेर्नु सक्नुहुन्छ अब हेर्नु सक्नुहुन्छ बडी यहाँ छ काका यहाँ छ आरबिन अनि गाइस अब चाहिँ हाम्रो टिका लगाउने पाली हुनुलाई छ अहिले त कति बज्यो भने नि पक्कै म हेर्छु टाइम 11 बज्न लागेको छ कि छैन हेरौँ है त टाइम हेर्न हौ 11 ट्याक्क बज्यो गाइस अब चाहिँ हाम्रो 30 मिनट छ 30 मिनटमा बिमा लगाउनु पर्ने हुन्छ हेलो गाइस भन ओए काका हेलो गाइस भन गाइस यो कस्तो ह्यान्डसम देखिरहेछ ह्यान्डसम ह्यान्सी पारामा गाइस हामी दुईजनाबाट को ह्यान्डसम छ म अफ कोर्स यहाँ को ह्यान्डसम छ यहाँ हेर को ह्यान्डसम छ ऐनामा हेर ऐनामा को ह्यान्डसम छ कप्पा छ कि कप्पा चाहिँ तेरो नजलाई नदेखाने यस ल जलाइ नदेखा तेरो जलाइ छु गाइस अनि मेरो कोठा चाहिँ हेर्नु है लास्टमा अब यसले भेट्टौँ भाइ यसले भेट्टौँ ल चढ्न ओछ्यान बिग्रिन्छ छोड आशीर्वाद दिन्छु गाइस हेर्नु न यो काले हेर्नु न गाइस कति काले छ हेर्नु दुईजना कति काले त्यो झन् माघको काले हो त यो त झन् माघको काले हो यो त झन् माघको काले हो गाइस ल गाइस अब चाहिँ हामी डाइरेक्ट भ्लग पनि लास्ट लामो हुन्छ जस्तो छ अस्तिदेखि बनाएको हेरेर भ्लग अस्तिदेखि बनाएर सकेको पनि छैन भ्लग अब के गर्नु भइरहेछ मलाई होइन गाइस अब चाहिँ डाइरेक्ट होइन अब चाहिँ डाइरेक्ट लुगा लगाएको र अब टिका लगाएको भिडियो आउँछ है त गाइस बाई बाई सी गएको खै गाइस मेरो चप्पल भाइ माई फोन गाइस अब जाउँ हेलो गाइज बाजेको हातबाट टिका लाउनु जाँदैछु गाइज सुरुमा अब कता लगाउने भन्दा हङकङ को हङकङ बाजेको लगाउनु जानु लागेको भन्दा ठुला तपाईँ नलगाउने टिका मलाई नलगाइदिनु तिमीलाई लगाइदिन्छ छिटो आउनु न अनि तपाईँ पनि यहीँ यता हेर्न स्याम्दा हो बाजे लाउनु त को ए के कसरी पैसा यहाँ कता राखिदिनु हौ स्याम्दा बाजे बाजेको बाबु त्यो बस्न तपाईँले यता नि छ प्लसीमा
कतापट्टि फर्केर जाउँ भनेन पुरै गरिदिनु ल जो पुरो नि जो बाजेको बनाइदिनु बाजेको यो जो कर ल मेरो के बनाउँछ अब म बेला म बेला मेरो के बनाउँछ तपाईँको फोटो तपाईँ पनि भाइरल ल ल कसरी चाहिँ मारि मरन न कतिवटा छ फोटो ल के गर्नु फोटो दुध देउडाले के गर्छस् दुध जोडा हात भएको के गर्नु ठिक छ त यार चल्दै सबैतिर वरिपरि देखा न भिडियो चाहिँ अब तु कहाँ आयो त टोपी ल्याउनु त्यहाँ तर टोपी झुन्ड्याउँदैछ भिडियो पनि बनाइदिउँ अनि भित्रको ओछ्यान हेर्दै होइन यो फुल दिन्छ अहिले भेटेन अरे घाँस खाने चाहिँ जल्दी बाबै चला हो छोरा पनि चला गप्पे कुखुरा त अब कहाँ देख्यो लाग्दो भेट्छ अहिले बेलुका मैले भात छ त्यो पकाएर गुर्मी सारा दिएको दिमाग विचार ठिकै छ हौ एकदम म त कहाँबाट हिँड्नु यार तैँले चाहिँ अहिले कुन टोपी लगाएर आउनु पर्छ एउटा ठुलो चाहिँ हाफपेन्टमै नजान आफ्नो लुगा नकिने नकिने किनिदिएको लाउँदैन त अनि के गर्छ अरे कलरको फुल पनि बाजे तर कोसिन त के लाउलो यो लाउलो यो अघि ल्याउनु यो के कसरी ल्याउँछ हौ आगोले बान्नु पर्ने कस्तो दसैँ जस्तो नहुँदा यार के जस्तो भयो दस वर्ष भएन अरे पहिले त अलिक हल्ला हुन्छ नि त अनि जाँदा गाना बनाउँ न गान्छ नि के भएर हल्ला भयो खोइ त गाना एक किलो टिका लगाइदिनु हुँदैछ छोरे लाउनु हौ यो सुपर ग्लु लगाएर टाले मात्रै मलाई त अर्कै देखिन्छ त क्यामेरामा रातो न रातो देखिन्छ अह पहाडको मान्छे जस्तो देखिन्छ यसको आफ्नै बाउको बुलेट होइन यसको बाउको बुलेट हो कि खासमा यसको बाउ मलाई आर्मी हो नि त अनि छुट्टीमा त्यहाँ आउँछ कुदाउँछ अनि बेला सबै पुरा यसले कुदाउँछ बाइक हाम्रो बाउ बजार मागाएर पठाइदिनुपर्छ गाठा यस्तो देखिन्छ होइन उनीहरू किनिकले कहाँ छलेको त उयोले माइलीहरूलाई चाहिँ आज चिनिँदैन होला क्यामेराले फ्योर देखायो होला क्या पुरा मेकअप गरेछ अप्ठ्यारो भने आपालाई मुढा ल्याइदेऊ बसेर ल्याइदिएको मुढाले तलहरको बेला कति लगाइदिनु हुन्छ 1 2 3 4 तलहर मात्रै चार मुढा त यो के खालको निकाली जरा आफै झरेर सक्छ सबै खोइ ठुलो म लगाएको हो त्यहाँबाट चाहिँ खिच्नुपर्छ कान्छ अलिक आउँछ राम्रो चिल्ला रहन्छ ल अब पैसा ढोक्नु न पहिला लिनु परेन जरा मात्रै दिनु पैसा पर्दैन गल्छ नि त ढोकी पनि हाल्छु पहिला बाउलाई अनि अघि 3 जना लाइदा भइहाल्छ त अनि सँगै जना लाउने एवन म स्याबास 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 त्यहाँ एकजना साथी बस्थिन् नि हौ त्यसको बेला मात्रै त्यसरी फोटो खिच्दै पहिला जस्तो अलिक त्यो कपाल त काटिहाल्छ मेरो मोबाइल पनि ह्याङ भएर राम्रो चल्दैन उयो गर्दै त्यो भएन यो के भयो अनि तलबाट हौ यहाँ छोरा फोटो बनाएर उसको मात्रै भिडियो निकालेको छ अनि के कस्तो निकाल्नु बस्छ हामी चाहिँ कहाँ जान्छ यहाँ बस्नु छ त अनि उयो हावा आया कस्तो मजाको हावा बाजे आशीर्वाद दिनु हौ मेरो चाहिँ त छोराले नाति गरेको थिएँ त्यही बदलिनुपर्छ अलिक खाउँछ ढुक्कै भयो स्माइल फेरि खतरा छ हो त्यसै फुङ्सा ढल्छ त नि के
ल्या 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 के हो यो मोबाइल पोकुला एउटा गाइस लड नि धुपसुप सब लड एउटा मुढा ल्याइदिनु पर्ने सापालाई चाहिँ त्यो मुढा बाहिर राख्दिएको छ फोटो खिचाउनु यो माथिको निकाल भने मात्रै न त मैले पनि केही किनिन उडा किनेको छ नि लाउँदा तिहारमा थिएन किनिन्छ साइला र जेठा एउटै छ त्यता न मुना त तिहारमा किनिन्छ साइलाले पनि खै लाभै छैन अनि यो भन्दा कति नयाँ लाउनु हो अनि मेरो नयाँ हो नि भराइटी जान्छ कहाँ अहिले हाल्नु आज नजाने भोलि जाने ए आज नजान्ने फोन गर्यौ पाहुना आउँछ गरी म अलमली जान्छु दिमाग छैन हाम्रो मान्छेले क्या सैनी भोलि मात्रै आउँछ रे आशाहरू आशाहरू भोलि आउनुहुन्छ र आज त उही गोरी नाना र उमाइहरू होला हैन गर्न तल ओ माय गॉड यो बोकिदिनु तल ए ए आउँछ होला नि दाजुले अनि लानुहुन्छ रे किन देखो मलाई चस्मा राख्नु कपालले के खाने निधार छोप्छ हावाले के कति साह्रो मले टालेको हो है अनि आमा ऊ त्यो अलिक बिचमा राख्नु नि किन छेउमा राखेको तँ हो यता बिचमा राख्दा हुन्छ त एक कुनामा राखेको छ अनि आयो म चाहिँ आउँछ भाग के भन्नु अरू के भन्नु जान्दिनँ नानी आमालाई ढोक यो कपाल चाहिँ अलिकति काटौँ होला हौ चस्मा यसको फेरि कपाल यसको कपाल अलि यहाँ सबै लाउनुपर्छ चल्नु छ भने यहाँ के टीका हेड लगाउनु त्यत्रो त अमृतलाई उहाँ अस्तिनै जान्न आइन भने कस्तो यस्तो स्क्वायर दोकान अगाडि आउँदा के भन्छ अब एउटा चिसो अगाडिमा लाउनु त जमारा यसले पनि जानेको रहेछ तिमी बुढो चुप लागेन ठिक थिएन त नि म चाहिँ घरमा ए बल्ल ए भयो ल आऊ बाहिर बस अनि कपडा लु म चाहिँ खानपिन गर्नुपर्छ रे खानपिन गर्नुपर्छ रे गाइस मेरो किचन ए ला यो गाची यो नाति फोटो कहाँ भित्र खिच्दै बाहिर भित्रबाटहरू आउँछ कि आउँदैन अलग्गै अलग यता बाहिर ढोक ए तेरी अड्कियो हौ मेरो त ल यहाँ सबै भित्र फोटो खिच्नु आइयो हाम्रो परिवार लु त एउटा भाग्यमान भाग्य नाको कसै तल खुट्टा पैसा त राखेर गोजीमा धेरै पैसा आइज अर्पिन ओइ ढोक्नु न त्यसले त लगाएको छैन जानु न बाजेलाई नाले जिमी चौ मामले बोलाइसक्यो ल हुन्छ ए तर हाम्रोमा लाउनु पर्छ कप हाम्रो लगा नि बस्दै गरेर जाऊ त अनि यहाँ खानु परेन कान ठाडो यहाँ अडाउन आउनुपर्छ क्या यसरी अब चाहिँ थमेल लिनुपर्छ थमेल ए मलाई चिन्न ब्यागमा पुऱ्याउनु अहिले कहाँ जाने त आमालाई पनि बोलाउँछ फोटो खिच्नु आमा फोटो खिच्नु आमा चाहिँ कहाँ जानु हुँदो रहेछ हौ होइन हौ साथी यसको आमा आमा यहाँ आउनु
पानी हो त्यसो त्यो जमरा रे कस्तो जमरा जमरा किन खाली कानमा लगाऊ न त्यो अनि अडिनै मान्दैन अहिले कहानी अमिर खानको जस्तो छ अलिअलि त फोटो हाँस्दा पनि राम्रो आउँछ हौ फोटो हानेर न हाँस्नु पनि पर्छ फोटो खिच्दाले बहिनी चाहिँ जङ्गल भान्जी हो त टिका नलाए पनि यसो हुन्छ नि त फुलको त कुन चाहिँ जग्गा गयो सीतासँग कहाँ छ जग्गा झिलझिले कोसँग त्यो चाहिँ हटा नि यार आजै म त्यसलाई दसैँमा क्या पल्लो छ्यामा कमाउँछ उलु अब कसकोमा आउनु यहाँ नखानु हाम्रोमा उहाँहरूले अब कसकोमा तुम्माहरूकोमा कि हाम्रोमा पहिला मेरोमा तुम्माले चाहिँ नलाउने हजुर अलिकति सघा सघा धुलो खानु म त खान्न हौ ए नै मेरो त उतै छ तोङमा खाने खानु ला मामु तोङमा त पानी नै सक्यो मैले खाएर आमा तोङमा पानी हालिदिनु है आमा पानी हालेको छ है हालेको छ छैन अघि मैले सकाइदिएँ लाएर खानुपर्छ त अनि अघि सकाइदिइसक्यो नि त नि अनि लाउनुपर्छ अब भिजिरहेछ ज्वरो के जमरा बर्थडे जस्तो भइरहेछ यार मेरो कपाल त केक जस्तो चाम्रो न चाम्रो एक गिलास पखाल्नु ए कसको यो यहाँ बस्दा हुन्छ अलि ज्याम लिन्छु नि यसलाई पैसा ट्याक 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 भयो तिनजनालाई चाहिँ कस्तो छ बोल अहिले यहाँ चाहिँ आउँछ भरे सबै आउँछ यहाँ पनि आज लाइट छैन किन बसिहाल्नु अहिले दादा आउँछ नि त ए ल हौ बोलाउनु तँलाई बोलाएको छिटो एकछिन न हौ भने जतिको हतार भएको भए त सबैलाई हुन्छ नि ठुलो दादा अब तँलाई खाँदै यो गर्न त छिटो आउनु अरे कस्तो कडा आँसु नै निकाल्छ यार त्यही एउटा म मात्रै खाल्छु छैन होइन हौ खानु भएको हामी चारजना फोटो खिच्छ अनि खानु त अनि खाऊ आरुन खाए हेर मोबाइल यसो राख्न हामी मजाले खिच्छ मजाले आउँछ मलाई पनि म त ठुल्ठुलो खाँदो रहेछ त अरे मलाई बोक दिएको होइन पचाउन सजाउन त खाऊ केटा चाडबाड आन पनि के पर्छ खाऊ त यो त अनि तपाईँले कराएर कराएर फेरि त राई जेठा राई माइलो म फेरि मन पर्दैन त फेरि ट्याब्लेट होइन हौ अस्ति नै त्यो कहाँ उनीहरूसँग हो त अनि नहालेर राम्रो सबैलाई जसरी नखाएको यहाँ छु नि खाउँ त लागिरहेको म त ठिक पारिनँ
चाहिँ अब बाजुकोमा जानु लागेको हेर्न सकिन्छ गइसकेको छु झोला भिराइदिइराख्नुपर्छ मलाई अनि यहाँ सबजना गइरहेको छु हुन्छ यहाँ हो जानुपर्ने चाहिँ थैट गाइज अब चाहिँ पैसा चाहिँ कति छ भने मैले हजुर पैसा ल 500 रुपियाँ खोइ ला 500 रुपियाँ नै हरायो त ए 500 रुपियाँ गाइज 500 रुपियाँ लड्दैन हौ 505 छ है गाइज मसँग चाहिँ यतिखेर 1005 हुन्छ कि ए 1105 हुन्छ कि मम्मीले दिइहाल्यो क्या अनि के राख्नु भन्छ दिएको मैले काँधै दुख्यो यार गाइज हामी चाहिँ आइपुग्नु लागिसक्यौँ हेर्नु सक्नुहुन्छ गाइज पुरै खतरा देखिरहेछ र मलाई भ्लग चाहिँ लामो हुन्छ होला होइन मेरो नाति पनातिलाई अर्को साल भइँदैन होला भनेर आएको म चाहिँ ठिकै छ सम्झेर तिम्रो उन्नति प्रगति हामीले देख्नु पाऊँ तिम्रो पुरा होस् ऐन्द्र नसुते सिरन्त दशरथे सतुर छ्याङ्रा गभे आइ सूर्य लबुके गतेस्त पाउने मनन्त दुर्योधने विज्ञानी विदुरी भौतम कृतिस्थ नारायणीं जयन्त मङ्गलकाली भद्रकाली कपाली दुर्गा छिमी धात्रिणी विश्वासका होस् मेरो पनाति राम्रो पढा लेखामा राम्रो ध्यान दियो अब जमानामा पढा लेखा राम्रो भयो भने मात्रै सबै कुरा राम्रो हुन्छ सबै जोरीपारीले पनि फल्नाले यति पढेको छ भन्छ गुणगान हुन्छ राम्रो हुन्छ तिमी बच्चा छौ अहिले कसैको लेबरीमा नहिँड्नु आफ्नो बाबाले भनेको आफ्नो बाजे बजूले भनेको कुरा सबै सुन्नु आफूभन्दा ठुलोहरूले भनेको बडा बडी सबैले भनेको सुन्नुपर्छ ज्ञानी हुनुपर्छ ल बाबु हुन्छ गर्नुपर्छ पर्मेले उसको नानी पठाएन नानी त उता पो गएको छ त्यो त आज मधुमल्ल गएको थियो अनि ए मधुमल्ल भन्न आएछ उता झिल अब त्यो उपासनाहरूसँग हो उसको मामल्ल झिलझिले ए उनीहरूको टिका लाउनु नहुने हौ सबै उनीहरू त लाउँदैनन् पनि फुलहरू मैले चाहिँ खाइसकेँ होइन अब ढिँडा खान लागिसकेँ हेर्नु सक्नुहुन्छ अनि यहाँ भोलि टन्नै भइरहेछ कस्तो दाँत दुखिरहेछ मासु खाएर बेसी अनि अब ठुलो मम्मीतिर जानुपर्छ अनि त्यति नै हो गाइस अब मसँग चाहिँ पैसा कति भयो भने पैसा कति दिनमा अझै चाहिँ निकाल्छु मेरो पैसा निकाल्छु कति 2000 दिन 3000 दिनुपर्छ 3000 दिनुभएछ 3000 दिनुभएछ कति घर हिँडेको अब घर आए पनि सकेँ म अहिले चाहिँ म त्यहाँ पर चाहिँ म अब घर आइसकेँ होइन गाइस अब चाहिँ माथि जानुपर्ने हुन्छ है त गाइस बाई बाई अब डाइरेक्ट माथि आएको भिडियोको छ यति भन्दैमा बिदा चाहन्छु ब्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला मन तपाईँको लाइक सेयर कमेन्ट सब्सक्राइब पनि हाल्नु होला र अब तिहारको भिडियोमा पाउँछ गाइस अनि त्यसै अरू भ्लगहरू आउँछ ल म यति भन्दै बिदा हुन चाहन्छु बाई बाई सी यू नेक्स्ट भ्लग बाई